लिऊ यो कमलको फूल, जुन जादुको फूल हो। यो जादुमय फूलले सबैको मद्दत गर्नु र तिमीलाई मेरो मद्दत चाहेमा मनबाट याद गर्नु। म तिम्रो लागि आउने छु राजकुमारी, त्यो भनेर सुगा आकाशमा उड्छ। राजकुमारी दुखी हुन्छन्। केही वर्ष बित्छ। केही वर्षपछि एउटा अर्को राज्यका राजकुमार वीरलाई कालो जादुगरले अपहरण गरी कालो वनमा थुनेको कुरा राज्यभरि फैलिन्छ। त्यो खबर सुनेर त्यो कमल फूल सक्रिय हुन्छ। राजकुमारीले पनि थाहा पाउँछिन्। त्यो खबरले राजकुमारी दुखी हुन्छन्। राजकुमारीले चम्किँदै गरेको कमलको फूलतिर हेरेर समय आइसकेको छ यसको प्रयोग गर्नको लागि भनेर सोच्छिन्। अनि राजकुमारी त्यो जादुको फूल लिएर आधी अँध्यारो चिर्दै गरेको कालो वनतिर हिँडिन्, जहाँ राक्षसको शराबमा थुनिएका थिए राजकुमार सम्राट। त्यो जङ्गल जादुमय थिए। त्यहाँका फूलहरू मुर्छाएका थिए, रुखहरू डरले हल्लिन्थे, आकाश गर्जिन्थ्यो र पशुपन्छीहरू डरले चिरबिर चिरबिर गरेको आवाजहरू आउँथ्यो। राजकुमारले हिँड्दै गर्दा मनमा नै सुनको सुगालाई याद गरिन्। अचानक सुनको सुगा पनि प्रकट भयो अनि सुगाले मुस्कुराउँदै राजकुमारीलाई भन्यो, राजकुमारी, म तिमीलाई अन्तिम यात्रासम्म साथ दिन आएको हुँ। राजकुमारी मुस्कुराउँछिन्। दुवै मिलेर अँध्यारो अन्तिम द्वार खोले। राजकुमारीले कमलको फूल कालो जादुगरको कारण बन्धक भएको सुन्दर राजकुमारको छातीमा राखिन्। एक खालको उज्यालो फैलियो। राजकुमारले बिस्तारै आँखा खोलेर राजकुमारीतिर हेर्दै भने, तिमी मेरो लागि त्यो प्रकाश हौ राजकुमारी, जुन मैले वर्षौंसम्म पर्खिएको थिएँ। त्यो एक नजरले दुई अपरिचित दिलहरू सधैँका लागि बाँधिए। हजुरहरूलाई यो कथा कस्तो लाग्यो? यदि मन परेको छ भने यस्तै कथाहरू हेर्नको लागि र रोमाञ्चक कथाहरू हजुरलाई मन पर्छ भने यो च्यानललाई सब्स्क्राइब गरिदिनु होला अनि लाइक, कमेन्ट, सेयर गर्न नबिर्सिनु होला। हस्, धन्यवाद।